अब देख सकते हैं भाई साहब, एक कैसा है देखो हुन्छ यतातिर। यसमा मछली छैन है गाई, हेर्न सक्नुहुन्छ। जानेछौँ अहिले चाहिँ होइन, अहिले चाहिँ हामी बाहिर निस्क्यौँ। हामीहरू चाहिँ अब अरू अरू जनावरहरू हेर्नेछौँ र हजुरहरूलाई देखाउने। सबै गाइज वेलकम ब्याक टु माई च्यानल। आजको ब्लग चाहिँ म बन्डोलर पार्क भन्दा नि यता जूमा चाहिँ आएको छु। हजुरहरूले देख्नुहुन्छ मेरो अगाडितिर चाहिँ यहीँ जान लागेको म खास आज चाहिँ घुम्न आएको थिएँ। हजुरहरूलाई देखाउने छु बेभन्दा अगाडिको के छन्। आज चाहिँ म पुगिसकेको छु भर्खरै, अब कारबाट उत्रेर त्यसपछि हजुरहरूलाई देखाउने छु। हेर्न सक्नुहुन्छ कस्तो छ। यहाँबाट चाहिँ एन्ट्री होइन जस्तो लाग्छ, यहीँबाट एन्ट्री हुनसक्छ तर पनि भएन कि हामी अलिक छिटो पुगे जस्तो छौँ। हजुरहरूलाई देखाउने छु भित्रको दृश्य, बाहिर सबै दृश्यहरू देखाउने छु। हजुरहरूले देख्न सक्नुहुन्छ। यो चाहिँ जू हो खास गरेर, यहाँभित्र चाहिँ घुम्न जाने भनेर हामी चाहिँ रेडी गरिरहेको छु। तर यहाँ गाडी रोक्ने पनि ठाउँ नपाएर अगाडि अगाडि जान लागेको छ, हेर्न सक्नुहुन्छ। सो गाइज अहिलेको लागि चाहिँ यहीँनिर राख्छौँ अनि एकैछिन चाहिँ हामी भित्र गएर फेरि भिडियो बनाएर हजुरलाई देखाउने प्रयास गर्नेछौँ। यदि देखाउन पाइन्छ भने चाहिँ प्रयास गर्नुहोस्, देखाउन सकेन भने चाहिँ के गर्ने त्यस्तै छ है। ल गाइज, हामीले चाहिँ अहिले टिकट सिकट लिइसकेको छ, हेर्न सक्नुहुन्छ। अब चाहिँ हामी पुगिसक्यौँ बन्डोलर पार्क। यही पार्क चाहिँ आउने भनेको थियो हामीहरूलाई, देख्न सक्नुहुन्छ। यतातिर चाहिँ देख्न सक्नुहुन्छ पुरै झर्नाहरू। नेपालको याद आइरहेको छ साथीहरू। यो चाहिँ बन्डोलर जू हो यो चाहिँ होइन। यता उतातिरको चाहिँ पार्क थियो, यतातिर चाहिँ जू छ। हजुरहरूले देख्नुहुन्छ पुरै गुफा सुफा देख्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ। क्या दामी छ हेर्नु न। तर यो चाहिँ नेचुरल होइन है गाइस, यो चाहिँ आफै बनाएको हो। नेचुरल चाहिँ होइन, आफै बनाएको, यो मान्छेहरूले बनाएको हो। यो कसैले बनाएको मात्र होइन। हेर्न सक्नुहुन्छ साथीहरू पनि आउनु भएको छ र हामी पनि यतै छौँ भन्नुपर्छ आज चाहिँ। कस्तो लागिरहेछ गाइस, देख्न सक्नुहुन्छ पुरै यतातिर पुरै झर्नाको सिन छ है। देखाउँछु हजुरलाई एकैछिन। देख्न सक्नुहुन्छ यस्तै छ। अब हामीहरू चाहिँ यहाँबाट चाहिँ अब निस्किन लाग्यो। यहाँबाट कहाँ जान सकिन्छ देख्नेछौँ। हजुरहरूले देख्न सक्नुहुन्छ पुरै क्या दामी ठाउँ छ। पुरै माथिबाट पानी सानी पनि आइरह। यो चाहिँ नेचुरल, यो पुरै चाहिँ बनाएर यो सिमेन्टको हो। यो पुरै चाहिँ यो आफै बनेको चाहिँ होइन। कुन कुन जनावरहरू देखिन्छ, कति जनावरहरू देखिन्छ हजुरलाई देखाउने छौँ। यहाँ रियल छ या कुनै यस्तै हो, मलाई चाहिँ पार्क जस्तै लाग्यो। रियल जनावरहरू चाहिँ मलाई देखिरहेको जस्तो लागेन क्या। देख्न सक्नुहुन्छ यतातिर चाहिँ यस्तो छ, जनावरहरू छैन जस्तो छ गाइज होइन। यतातिर चाहिँ पुरै मूर्ति मूर्ति बनाएर मात्र राखेको छ। हजुरलाई देखाउने छौँ गाइज। देख्न सक्नुहुन्छ हजुरहरूले चाहिँ पहिलो जनावर देखे, देख्न सक्नुहुन्छ उता हिरण छ। एकैछिन देखाउँछ हजुरलाई, त्यहाँनिर छ। हजुरहरू देख्न सक्नुहुन्छ उतातिर, यतातिर बान्दरहरू पनि छन्। पहिलो जनावर हामीले देखेको छौँ। साथीहरू मजा आयो भन्दैछन्, किनभने खतरा देख्न सक्नुहुन्छ। यहाँबाट जान सकिन्न, त्यहाँ दामी दामी छ। कस्तो लागिरहेको छ केटाहरू भनिदेऊ। एकदम केटाहरू एकदम होइन। अब तिमीहरूको चाहिँ भिडियोहरू युट्युबमा हालिदिन्छु म, तपाईँले देख्न सक्नुहुन्छ होइन घुम्नलाई एकदम रमाइलो भएको छ होइन। 2 दिनको छुट्टी काटेर गाइज हामी चाहिँ अब यहाँबाट 4-5 दिन यही बस्ने भन्ने निर्णय गरेर 4-5 दिन यही बस्ने होइन। ठाउँ छ होइन, एकदम रमाइलो छ यता। चेन्नईमा बस्नुहुन्छ भने आज हामी धेरै केटाहरू आउने भनेको थियो होइन, 3 जना पनि हामी काफी भयौँ। तर हामीहरूको साथीहरू चाहिँ नभएर कि हामी 3 जना मात्र आयौँ। यदि हजुरहरूलाई पनि आउनु छ भने चाहिँ मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। मेरो नम्बर म त्यो चाहिँ डिस्क्रिप्सनमा हालिदिनेछु। मेरो भिडियो युट्युबबाट हेर्नुहुन्छ भने डिस्क्रिप्सन अनि अनि फेसबुकमा देख्नुहुन्छ भने चाहिँ म कमेन्टमा मेरो नम्बर छोडिदिनेछु। र हजुरलाई थाहै छ होला कस्तो दामी छ, हेर्नु न गाइज। पुरै नेपालको फिल देखाइरहेको क्या यहाँ चाहिँ होइन, हेर्न सक्नुहुन्छ। थाक्न भने थाकिरहेको छ होइन। सुरुवातमा छौँ अब चाहिँ हजुरहरूलाई देखाउन चाहिँ यहाँ के देखिन्छ हजुरहरूलाई सबै चिज देखाउने नै प्रयास गर्नेछौँ हामीहरू चाहिँ। अहिले चाहिँ हामीहरू पुरै हिँड्दैछौँ। हजुरहरूले देख्ने बित्तिकै फेरि अरूको जनावर पनि देखाउनेछौँ, हेर्नुहोस् गाइस। ये मछली का दुकान आ रहा है अभी, तो देख सकते हो गाइस। हम अभी किधर आए हैं, इधर मछली देखेंगे। मछली नहीं खाना है, देखने के लिए आए हम लोग।
बट हमको लगता है इधर नहीं दिखेगा क्योंकि इधर का यही बाहर देखो इतना गंदा पानी है। देख्न सक्नुहुन्छ यता मछली भी है। यहाँ हेर्न सक्नुहुन्छ माछी देख्न सक्नुहुन्छ। इसको लास्ट में पका के खाएगा। बट अभी इतना गंदे पानी में कैसे है मेरे को भी मालूम नहीं है गाइज। देख सकते हो इधर इतने इतने मछली है कि गाइज होइन। यहाँ देख्न सक्नुहुन्छ यहाँ साथीहरू अब के भन्ने होइन हिन्दीमा बोल्दा दिमाग इधर छोटा छोटा मछली डाला है। गरम पानी उनीहरूलाई बाट्यो वाउ क्या मायालु छन् हेर्न सक्नुहुन्छ। एक समाउ भनेबाट भन्न राखन तर साथीहरू के भन्ने। उतातिर देख्नुहुन्छ यति ठुलो माछा छ नि उता हेर्न सक्नुहुन्छ कस्तो माछा छ नि। எப்படி வரலாமா? वाउ नाइस। यतातिर चाहिँ एक्वेरियमहरुमा पनि माछाहरू छ। माछाहरू के दामी दामी छ हेर्न सक्नुहुन्छ। हजुरहरूलाई देखाउँदै जानेछौँ। अब देख सकते हैं भाई साहब ये कैसा है देखो। वाव हेर्न सक्नुहुन्छ हजुरहरूले यहाँ कस्तो दामी दामी छ यार। मलाई मस्तै लाग्यो होइन। यतातिर नि यस्ता यस्ता मछलीहरू छन् तर भित्रको डिजाइन मलाई धेरै मन पर्यो यार। हेर्न सक्नुहुन्छ क्या दामी दामी छन् यहाँ पुरै एक्वेरियमहरू लगाएको छ यहाँ चाहिँ माछाहरू देखाउनु। यतातिर चाहिँ यस्तो मछलीहरू छन् देख्न सक्नुहुन्छ। यहाँ चाहिँ मछली नै नरहेछ कि गाई कस्तो खाले एक्वेरियम रहेछ क्या। ए यहाँ मछली त रहेछ तर ऊ कुनैनिर रहेछ हेर्न सक्नुहुन्छ। यतातिर यसमा मछली छैन है गाई। यसमा त छैन छैन जस्तो लाग्यो तर यसको तल तल बसेछन् क्या गाई हेर्न सक्नुहुन्छ होइन। ए क्या दामी दामी छन् हेर्न सक्नुहुन्छ। वाह क्या दामी दामी छन् है गाई। त्यो चाहिँ अलि फरक छ ऊ भन्दा चाहिँ। ए चुम्मा दिएर गयो यार हेर्न सक्नुहुन्छ। मछली मछली जल की रानी प्लिज कम बैक। र यो चाहिँ लास्ट अन्तिमवाला है गाई। यो चाहिँ क्या दामी छ हेर्नु। ए यता त मछली नाचिरहेको छ। ए ब्याट 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 लाबियो 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 होइन। यहाँ चाहिँ मलाई यताको मछली चाहिँ क्या दामी लागेन देख्न सक्नुहुन्छ। अब चाहिँ हामी बाहिरतिर लाग्ने छौँ किनभने भाइको भित्रको मछलीहरू चाहिँ माछाहरू पुरै हेरिसकेका छौँ। र अब यताबाट चाहिँ केटाहरू यस्तो छ देख्न सक्नुहुन्छ। फ्यान लाइटमा नि यस्तो छ। सबै गाइज अहिले हामीहरू चाहिँ मछली सछलीहरू सबै हेरेर आइसकेका छौँ। अब बाहिर हामीहरू अरू अरू जनावरहरू हेरेर जानेछौँ अहिले चाहिँ होइन। अहिले चाहिँ हामी बाहिर निस्किसकेका छौँ। यता चाहिँ मैले हजुरहरूलाई देखाएको थिएँ यहाँ पनि माछा चाहिँ भित्र चाहिँ यस्तो दामी दामी माछा छ होइन। हजुरहरूले देखिसक्नु भयो होला। एकैछिनपछि अब हामीहरू अरू अरू जनावरहरूलाई देखाउँदै गर्दैछौँ। अहिले चाहिँ हामी हिँड्न लागेको छौँ। अब हिँड्दाखेरि भिडियो बनाउन गाह्रो भइरहेको कारणले म जहाँ जनावर देख्छु त्यहीँनिर भिडियो स्टार्ट गरेर हजुरलाई देखाउने प्रयास गर्नेछु। हजुरहरू हेर्दै गर्नु होला। अहिले चाहिँ अर्को जनावर पनि देखिसकेका छौँ। उता देख्नुहुन्छ चिम्पान्जी क्यारेट खाएर बसेछ तर यतातिर चाहिँ हामीले भिडियो खेल्दा मुख लुगाएर बस्छ यार हेर्न सक्नुहुन्छ। ए कस्तो दामी छ उतातिर मजाले बसेछ। तर एउटै चिम्पान्जी रहेछ गाइस यसमा चाहिँ होइन अरू धेरै पनि हुनुपर्ने। कसरी खाइरहेको छ हेर्नु न देख्न सक्नुहुन्छ क्या दामी छ है। हामीले चाहिँ अहिले भर्खरै चाहिँ मोर देखेको छौँ। मोरहरू देख्न सक्नुहुन्छ यता हेर्नु छ कस्तो दामी छ है मोर। यसले चाहिँ मस्तले हामीलाई तर भिडियो बनाउँदा त्यतिर गइरहेको तर हामीहरूको एकजना साथीले चाहिँ यसलाई डाँफे भन्दा चाहिँ मोर होइन उसलाई चाहिँ भनिदिनु यहाँ मस्त छ नि। हजुरहरू पनि आउनु सक्नुहुन्छ भनिरहेको छु हरेक चोटि भनिरहेको छु। उतातिर एउटा अर्को मोर्नी छ हजुरलाई देख्न सक्नुहुन्छ। सो गाइस मैले यता चाहिँ भैँसी देखेँ। यसलाई चाहिँ वन भैँसी भन्दो रहेछ होइन। यो चाहिँ बल्ल रहेछ बल्ल छ होइन। एउटा यहाँनिर चाहिँ एउटा पुरै लादी सादी फुटाएर बसेछ यार के हो थाहा छैन। यतातिर क्या राम्रो राम्रो उता माथि माथि हेर्न सक्नुहुन्छ पहाड क्या दामी दामी छन् होइन। यता चाहिँ भैँसीहरू जस्तै र यहाँ बर्डहरू छन् होइन। हामी चाहिँ अब लाइन टाइगर अनि स्वाइगर डियर भन्ने चाहिँ हेर्न गइरहेको छौँ। यतातिर देख्न सक्नुहुन्छ हामीहरू चाहिँ यहाँबाट अब हिँड्न लागिसकेका छौँ। माथि माथि गएर हजुरहरूलाई देखाउँदै गर्नेछौँ किनकि आज चाहिँ लाइन मैले अहिलेसम्म रेलमा देखेको थिएन। पहिलोचोटि चाहिँ हेर्न गइरहेको छु। त्यतातिर देख्न सक्नुहुन्छ क्या दामी प्लेस छ नि एकदम शान्त हिसाबको प्लेस छ। मलाई चाहिँ यो चाहिँ नेपाल जङ्गल जाँदाखेरि कस्तो मजा आउँछ त्यस्तै खाले छ क्या चाहिँ होइन। हजुरले देख्नु छ सुपुरा हेर्किँदै छ न
होइन यस्तो छ यस्तो जू चाहिँ राम्रो पहिलोचोटि आयो म चाहिँ जू होइन ब्याग चेन्नई आएको चाहिँ मलाई 5 वर्ष तर पहिलोचोटि जू आएको क्या दामी रहेछ क्या हेर्न सक्नुहुन्छ तर हिँड्नु चाहिँ गाह्रो भइरहेछ क्या तर यदि हजुरहरू पनि आउन चाहनुहुन्छ भने चाहिँ यस जूको नाम चाहिँ एएजेडपी बन्डुलुर जू यो हो जूको नाम हजुरहरू पनि आउन सक्नुहुन्छ देख्नुहुन्छ धेरै जनावरहरू छन् हजुरहरूले सोच्यो भन्दा नि बढी जनावरहरू चाहिँ मैले देखिरहेको छु गाई क्या दामी दामी छन् क्या दामी छन् हेर्न सक्नुहुन्छ अब हामीहरू चाहिँ अब अरू जनावरहरू हेर्नेछौँ र हजुरहरूलाई देखाउने पनि छौँ कस्ता कस्ता जनावरहरू देखिन्छन् यहाँनिर चाहिँ एकजना मान्छेहरू चाहिँ उ गरिरहेछन् यहाँ चाहिँ के देखिरहेको रहेछ है यता चाहिँ सुँगुरहरू यता पेर हिँड्दैन मंगीसा तमिल पेर दामी दामी छ अब चाहिँ हामीहरू माथि माथि अरू ठाउँ चाहिँ हेर्न गइरहेछौँ देख्न सक्नुहुन्छ अब यसैबाट चाहिँ म हजुरहरूलाई बाघ अनि लायन टाइगर अनि धेरै किसिमका जनावरहरू छन् यो जूमा चाहिँ हजुरलाई जति देखिन्छ त्यतिहरू सबै देखाउने प्रयास गर्नेछौँ हामीहरू र अहिले चाहिँ हेर्न गइरहेछौँ क्या दामी रहेछ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ एउटा बस्ने टक्क चौतारी छ यहाँ चाहिँ अब हामी बस्न लाग्छौँ 5 मिनट बसेर त्यसपछि निक्लिनेछौँ सही गाई जब हजुरहरूलाई अरू जनावरहरू देखाउँदै गर्नेछौँ अहिले चाहिँ हामी एकछिन बसेर गाइस हामीले एउटा अर्को नि देखिसकेको छ देख्नुहुन्छ हजुरलाई म एउटा जुम गरेर देखाउँछु है जङ्गलको राजा देखिराखेन कि गाई यहाँनिर एउटा ऊ यहाँनिर छ राम्रोसँग देखिराखेन कि यतातिर चाहिँ एउटा भन्ने चाहिँ एउटा देखेछौँ भर्खर देख्नुहुन्थ्यो त्यो अलि नजिकबाट देख्नु भयो अरू टाइगरहरू चाहिँ देख्यो तर नजिकबाट देख्न पाएको थिएन यहाँ चाहिँ दुईवटा आयो हो देख्नुहुन्छ यतातिर आइसकेको छ तल ऊ तल तल गइराख टाइगर क्या दामी छ ऊ अर्को नि आयो एउटा देख्नुहुन्छ दामी छ है गाई हेर्न सक्नुहुन्छ यता बेङ्गाल टाइगर छ होइन व्हाइट टाइगर हो क्या दामी छ हेर्नु न यो चाहिँ तल आउन खोजिरहेको तल आइरहेको स्नेक हेर्न आएको छौँ यतातिर पुरै स्यापहरू कति सर्पहरू छन् यतातिर भनेर हेर्न आएको छौँ त्यहाँनिर छन् कस्तो देख्नुहुन्छ यतातिर चाहिँ पुरै यस्तो छ देख्नुहुन्छ यतातिर यतातिर चाहिँ यता छ येल्लो एनाकोन्डा यता छ कस्तो दामी छ डेन्जरस खुनखारहरू छ अहिले चाहिँ म यहाँ रुमतिर पुगिसकेको छु होइन उता चाहिँ धेरै बज्ने भएको थियो तर म लास्टमा मेरो मोबाइलको चार्जर नै खत्तम भइसकेपछि भिडियो बनाउन पाएको थिएन पाएन र अनि अरू जनावरहरू पनि के धेरै थियो हजुरहरू पनि जान सक्नुहुन्छ हजुरहरूलाई जानु छ भने चाहिँ यो चाहिँ हो यहाँबाट यो इग्मोरदेखि चाहिँ 25 किलोमिटर 30 किलोमिटर दूर छ यदि हजुरहरू जान चाहनुहुन्छ भने कन्ट्याक्ट गरेर जान सक्नुहुन्छ के चाहिँ गर्नुपर्छ भन्ने म हजुरहरूलाई पुरै भन्दैछु र लास्टमा एउटा कुरा भन्न चाहन्छु यदि मेरो भिडियोहरू मनपर्छ भने प्लिज लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला भन्न भन्न चाहन्छु र आजको ब्लग यहीँ सिध्याउन चाहन्छु हस्त धन्यवाद।